ल म चाहिँ छोरीलाई स्कुल पुऱ्याएर आएँ अनि एकछिन थकै मारे कहाँ मनले मान्छ र फेरि जुरुक्क उठिहाल्छु अनि सरसफाइ गरेर मात्रै पल्टिनु पर्ला भनेर अनि फेरि पर्दा सर्दा मिलाउने सोफा मिलाउने गर्छु। मलाई त एकदम स्याट्ठै चाहिन्छ कि फेरि एकदम यताउता पल्टेको त्यो भएको भयो भने पनि कुसनहरू हुन्छ नि, अब पर्दाहरू भनौँ न स्याट्ठै हुनुपर्छ, मनै पर्दैन नत्र भने त फेरि। त्यही भएर मिलाइराखेको छु। हेर्नु कुसनहरू पनि यताउता पल्टेको मनै पर्दैन। बानी नै कस्तो राम्रो बानी हो कि नराम्रो बानी हो म त आफै छुट्याउनै सक्दिनँ भने। अनि त्यसपछि चाहिँ यहाँ टिभी रुममा चाहिँ मैले यतापट्टि टिभीनिर चाहिँ यहाँ घ्यात्रकुत्रु भएको मन पर्दैन नि त, त्यही भएर सफा गरेर सकिसकेपछि सानो कोठातिर फेरि सफा गर्नु आइपुगिसकेँ। अनि म चाहिँ यहाँ सबै स्याटसुट पार्छु। यो के अरे खाटहरू, यो बेडसिटहरू सबै मिलाउँछु। स्याटसुट तनाकतुनुक हुनुपर्छ कि मलाई त तन्ना पनि कस्तो नराम्रो बानी छ। एकछिन बसेर उठेर पनि त्यो तन्ना त मलाई स्याट्ठै हुनुपर्छ भने। हजुरहरूलाई त्यस्तो हुन्छ कि हुँदैन कि साथीहरू? मेरो त बानी नै त्यस्तै छ। एकछिन पल्टियो भने पनि पल्टिसकेपछि अनि त्यो तन्ना चाहिँ स्याट्ठै मिलाउनु पर्छ। तन्ना होस् कि ओढ्ने कुरा होस् सबै कुरा। अनि यहाँ टेबलमा नि यस्तो भद्रगोल, यो चाहिँ मेरो सधैँ डेलीकै हो कि, यो गर्ने त एक दिन मात्रै होइन, सधैँ यो रेगुलरै यो मैले गर्ने। यो चाहिँ सानोको यो चाहिँ के अरे पढ्ने टेबल पनि मिलाएँ। अनि फेरि आफ्नो रुममा गएर एकछिन पल्टेको अरे कि फेरि म, अनि कहाँ मनले मान्छेर पल्टिनलाई फेरि। अनि एकैछिन पछि त मैले बेडहरू मिलाएर स्याट्ठ पारेँ, तिनिक्क पारेँ होइन। हेर्न यो ब्ल्याङ्केट मिलाउनु लाएको हुँदै नभएर कस्तो हातै थाकिरहेको थियो। अनि सेकेन्ड टाइम गर्दा बल्ल भयो कि त्यो ठुलो ब्ल्याङ्केट। अझै पनि ब्ल्याङ्केट ओढिरहेछौँ कि यहाँ यो खाटमा चाहिँ सानो सुत्छ होइन छोरी, अनि उसको पनि मिलाउनु पर्यो। अनि मिलाउँदैछु। पर्दाहरू पनि स्याटसुट हुनै पर्यो मलाई, ए तन्ना पनि स्याटसुट हुनै पर्यो। हिजो मात्रै धोएको थिएँ, त्यही भएर मैले धुन निकालिनँ। 2-3 दिनपछि बल्ल धुन्छु तन्ना। 3 दिन धेरैमा 3 दिनमा चाहिँ धोइहाल्छु कि। अनि ट्याक्क लाएर सानोको यो के अरे सिरानी यो गुडियाहरू सबै ट्याकटुक मिलाइदिन्छु। सानोको साथी माथि चाहिँ हेर्नु न मिकी माउसले हेरिबसिरहेछ। अनि यो चाहिँ ब्ल्याङ्केट भइहाल्यो ओढ्ने कुरा होइन। अनि त्यसपछि चाहिँ यो तेल सेल क्रिम श्रिम लाएर गएको हुन्छ नि त बाबु नानी मेरो बुढो है। अनि यताउता हुन्छ सबै स्याटसुट पार्नु पर्यो, ठाउँमा राख्नुपर्छ कि मलाई। फेरि हेर्नु न लगाएको कपडाहरू पनि यो एलपिसी स्कुलबाट आइसकेपछि बाबुले चाहिँ यो टी सर्ट र उस चाहिँ लगाउँछ, उसलाई थाहा छ कि मैले यताउता राख्छु भनेर। यसरी नै गर्छ उसले पनि, ट्याक्क दराज खोलेर आफै निकालेर लगाउँछ। ल हेर्नु त कति राम्रो स्याट्ट देखिएको। त्यसपछि ब्याग पनि अब यताउता भएको हुनुहुँदैन, यसो कतै गएर आएपछि ब्याग पनि ट्याकटुक मिलाउनु पर्छ। त्यसपछि लास्टै भोक लागिसक्यो, 11 बजिसकेको थियो। अनि खाना खाएँ। 10 बजे नै खाऊ है भनेर जानुभएको थियो मेरो बुढोले, तर म चाहिँ यताउता गर्दाखेरि 11 बजिहाल्यो। अनि खाँदैछु हेर्नु न। खास तरकारी त सोयाबिन अनि साग अनि त्यो के अरे उसको अचार के आँपको अचार, कस्तो भन्न नआएको आँपको अचार अनि दाल हो। अनि खुर्सानी खाएको। खासै धेरै खाइनँ कि, सोयाबिन र आलु छोराछोरीलाई मन पर्ने, आफूलाई खासै मन त पर्दैन। त्यही पनि भोक लागेको बेलामा गयो जान त खाएँ पनि। अनि खाछु। फेरि लेमन जुस खाँदैछु, पानीको साटो लेमन जुस खाइराखेको कि सकेँ। ल मैले खाएर पनि सकेँ। त्यसपछि आउँछ भाँडा माझ्ने पालो है। पहिला यो टेबलको सामानहरू च्याटटुट पार्नु पऱ्यो। हेर्नु न पकाउँदाखेरि के झिक्नु पऱ्यो है। हिजो बनाएको मोमो आज चाहिँ स्टिम गरेर छोरालाई अनि छोराको साथीलाई धरि, आज आरस सारू मगरलाई धरि के अरे पठाएको छु क्या, बाबुको बेस्ट फ्रेन्डलाई खाजा लैदियो भए बाबुलाई पनि भनेर अनि लगेको। धेरै नै बनाएको थिएँ नि त मोमो। अनि त्यही भएर पहिला यो टेबलको चाहिँ स्याटसुट पारिसकेपछि अनि बल्ल चाहिँ भाँडा माझ्नु पऱ्यो। त्यो माझिराखेको त्यो देखेको भाँडा चाहिँ पहिलाको हो कि फेरि। अनि पहिलाको भन्नाले बिहानको भनौँ न, त्यसलाई माझेर फेरि अब माझ्दैछु भाँडा ट्याकटुक माझ्नु पऱ्यो। अनि एकछिन भाँडा माझिसकेपछि चाहिँ त्यो भाँडाको पानी तैरेपछि मात्रै मैले चाहिँ घौटानी गरेको छु कि। अनि त्यसपछि मात्रै घौटाउँछु भनौँ न। भाँडा मजाले माझेँ हो। भाँडा पनि थोरै हुन्छ र 4 जनाको पनि कति धेरै हुन्छ भने के भाँडा पनि। अनि भाँडा माझेँ
माझे यत्तिकै राख्न मन लाग्दैन, गरिहाल्नु पर्छ बरु मलाई त। अनि माझ्दैछु है, माझेछु हेर्नु त कति छ भाडा पनि। थकै लगाएर घरिघरि यता पनि हेरेछु कि मैले त, थकै पनि किन नलागोस् भने कि 4:30 बजीबाट होइन, थकै त लागिहाल्छ। भाँडा माझ्दैछु जालीले, के जालीले नि भित्र बेसरी गर्नु मन लाग्दैन कि अड्किन्छ भनेर अलिअलि गर्छु। हेर्नु नि, र यो प्रेसर कुकरको त्यो उस हुन्छ नि, त्यो सिटी लाउने पनि दिनकै खोलेर माझ्ने बानी कसको छ कि भगवान्। म त दिनकै हो यसरी माझिरहेको हुन्छु कि यो सिटी पनि। हुन त राम्रै हो, बानी त होइन, सफा हुन्छ नि त। त्यहाँ खानाहरू दालहरू अड्केको जान्छ होइन, अड्किएर बस्न पाउँदैन। यी मोमोको भाँडा पनि अहिले पछि फेरि पकाउनै छ दिउँसोको लागि भन्नाले आफ्टर स्कुल पनि मोमो खान्छु भन्यो भने पकाइदिने भनेर अलिअलि उस गरेर माझिराखेको छु मैले। पछाडिको त्यो कालो खासै गाएन कि अहिले पछि मार्नुपर्छ फेरि भनेर भित्र चाहिँ मजाले माझेँ के अरे होइन। अल्छी गरेको नि मैले नि, धेरै भाँडा देखेर अलि अल्छी भएको क्या म गर्दैछु। भाँडा नि बिहानै त्यो एक भाँडा माझ्ने, फेरि अहिले माझ्दा हो। अनि कम त थकै त लाग्दैन। अझै राइस कुकरको भाँडा त त्यतिकै भिजाएर राख्नुपर्ने भयो कि बेसरी कस्तो टाँसिन्छ भने कि हाम्रो राइस कुकरमा त एकछिन अन गरेर राखिरह्यो भने त टाँसिन्छ कि। हजुरहरूकोमा टाँसिन्छ कि टाँसिन्छ? यस्तो हुन्छ, टाँसिन्छ एकदम राइस कुकरमा खाना। माझेरै सक्यो होइन, अब सकिनै लाग्यो। ल अब करे सकिसके त सकेँ। ल यतिको भाँडा माझेँ है मैले। अब चाहिँ सरसफाइको पालो। अब ग्यास पनि पुस्नै पर्यो, टिलिक्क टल्काउनु पर्छ फेरि आफूलाई, टल्काउनै पर्यो। एउटा टालोले पुसेर हुँदैन, फेरि अर्को टालो पनि लिएर आएर पुस्नुपर्छ फेरि, बानी त्यस्तो छ। पोछा पनि एकताल मात्रै लगाएर हुन्न के अरे, 2 पटक 3 पटक लगाउनु पर्छ कि। म त लगाउँछु पनि डेली। छोरीले त्यही भएर ओहो मम्मू कति सफा गर्नुहुन्छ, कति 2-3 चोटि पोछा लाउनु भएको के भन्दै कराएर हान्छ कि उसले भाँडा माझेको बेलामा कि पोछा लगाएको देख्छ नि त। अनि त्यही भएर कि ल अब म बढाल्दै गरेछु। फेन चाहिँ अफ गरेको जस्तो लाग्छ, अफै गरेर चाहिँ होइन। फेन पनि कालो देखेको अस्ति नैबाट हो, तर सफा गर्न माथि नसक्ने भएर कि के अरे त्यो कुर्सीहरूमा चढेर गर्नु पर्ला कि। हेर्नु न कालो भयो कि। यो 1 हप्ता पहिला होला कि सफा गरेको। त्यो किचनको कहाँबाट आउँछ यस्तो कालो? हेर्नु न, टुप्पा अरूमा त छैन, टुप्पा कालो भएको छ। यसलाई चाहिँ चाँडै सफा गर्नुपर्ने हुन्छ। ल पोछा पनि लगाउन लागेँ है त मैले। एकताल मात्रै लाउँदिनँ कि 2-3 पटकै लाउँछु मैले त पोछा पनि। यस्तो बानी छ कि एउटा धुलो कपालहरू देखियो भने झन् कस्तो हुन्छ। अनि त्यही भएर पोछा त 3 पटक त लाउनै पर्छ मलाई। हजुरहरूको पनि कतिको बानी यस्तो छ होला कि होइन। एकदम च्याटचुट सफा गरेर बसेपछि बल्ल आनन्द आउँछ। फेरि दिउँसो निन्द्रा पनि लाग्दैन कि, एक्लै भएर किन हो, निन्द्रा त फिट्टी नै लाग्दैन दिउँसो। घरमा हुँदा त बरु सुत्थ्यो है, यताउता काम गरेपछि सुत्ने, स्कुल पढाउन जाने। अनि स्कुल छोडिसक्दाखेरि चाहिँ घरको कामसाम गऱ्यो, अनि यसो एक निन्द्रा त सुत्थेँ कि। यहाँ त दिउँसो एक्लै भएको भएर किन हो, निन्द्रा त फिट्टी लाग्दैन। ल पोछा पनि 2-3 चोटि लगाएर भ्याइसकेँ। अब त्यसपछि चाहिँ मैले के गर्छु होला, भ्याकुम त लगाउनै पर्यो होइन। भ्याकुम अब दिनदिनै लाउने भएको भएर त्यस्तो धुलो फोहोर त्यस्तो त हुँदैन। तैपनि मनले काम मान्छ र ए भगवान्, मनले मान्दैन। अनि त्यही भएर हरेक एउटा कोठामा भ्याकुम लगाउने सबै हो। फेरि तल माथि जताततै भ्याकुम लगाउनै पर्छ मलाई। अनि भ्याकुम लगाउँछु भने खासै फोहोर त हुँदैन। धुलोसुलो अलिअलि सानोतिनो टिप्न नमिल्नेहरू चाहिँ भ्याकुमले टिप्छ भनेर चाहिँ मैले गर्छु। मेरो चाहिँ यसै गरी 12-1, 1:30 कहिलेकाहीँ त 2 पनि बज्छ। ल हस् त, हेरिदिनु भएकोमा भेरी मच थ्याङ्क यू। बाई, हेभ अ गुड डे, नमस्ते।